बुटोल उपमहानगरपालिका वडा नम्बर 14 र 19 का मकै पकेट क्षेत्र हामी यहाँ पुग्दा बिहानको 5 बजेको थियो। खेतबारीहरू अझै कुहिरोको खुम्टो भित्रै छन्, तर यहाँका 53 किसानको निद्रा भने निकै अघि भागिसकेको छ। हातमा टर्च, डोको र मनमा करोडौंको सपना बोकेर उनीहरू मकैका हरिया फाँटहरूमा व्यस्त देखिन्छन्। यी खेतहरू अहिले मकै पकेट क्षेत्रका रूपमा चिनिन्छन्। यहाँको माटोमा अहिले केवल मकै मात्र फल्दैन, 53 परिवारको सुनौलो भविष्य पनि हुर्किँदैछ। यो सफलताको कथा आजको भोलि नै लेखिएको पक्कै होइन। 2069 सालमा जम्मा 32 जना किसानले एउटा सानो समिति गठन गरेर मकै खेतीको यात्रा सुरु गरेका थिए। सुरुमा त होला र भन्ने आशंका थियो, तर आज 53 जना कृषकले 35.5 बिघा जमिनमा मकै खेतीले त्यस क्षेत्रमा हरियाली छाएको छ। मकै पकेट क्षेत्र घोषित यो भेग अहिले व्यावसायिक कृषिको पाठशाला बनेको छ। कृषकको संख्यालाई हामीले 16 जनाबाट सुरुवात गरेको यो संस्था आज 53 जना कृषकहरूलाई समाहित गरेर हामीले यो खेती सञ्चालन गरिरहेका छौँ। र यो खेती गर्दै गर्दाखेरि हामीले परम्परागत खेतीबाट आधुनिकता तर सँगसँगै हामीले यसलाई व्यवसायसँग जोड्न सफल भएका छौँ। हिजो हामी सामान्य रूपमा वस्तुभाउलाई दाना बनाउनको लागि प्रयोग गरिने मकैलाई आज हामीले त्यसैलाई बजारमा पठाएर हरिया घुवाको रूपमा त्यसलाई हामी नगदमा परिणत गर्न सफल भएका छौँ। र सँगसँगै हामीले बचेको मकैलाई हामीले वस्तुभाउलाई पनि हामीले दानाको रूपमा प्रयोग गर्न सकेका छौँ। र यसबाट के थाहा हुन्छ त भन्दा गरेपछिबाट हामी दुईटै कुराहरू एकै ठाउँमा जोड्न सक्दा रहेछौँ। हिजो दाना मात्रै भन्दै गर्दाखेरि आज दाना पनि भएको छ र नगद पनि भएको छ। खेती गर्ने तरिकामा आएको परिवर्तनले किसानहरूलाई निकै उत्साहित बनाएको छ। स्थानीय कृषक रेणुका देवी भण्डारीका अनुसार मकै कसरी लगाउने र लगानी कसरी गर्ने भन्ने प्राविधिक सिकाइले काममा ठूलो सहजता ल्याएको छ। लगाउन सिकाउने, मल बिसारीहरू कति राख्ने, अनि कसरी राख्ने, अनि कति टाइमबाट फेरि कति राम्रोसम्म राख्ने, अनि लगाउने बेलामा कति क्षेत्रफलमा कति मलहरू राख्ने, त्यो सबै सिकाउनुहुन्छ। यस्तै कृषक रूपा कापले पनि मकै खेतीबाट सन्तुष्ट हुनुहुन्छ। मकैबाट धेरै फाइदा र आम्दानी लिन सकिने अनुभव उहाँको छ। यसले आर्थिक अवस्थामा ठूलो सुधार ल्याएको उहाँको धारणा छ। यो त धेरै फाइदा हुने चाहिँ यो लगाउन सक्ने हो र मेहनत गर्न सक्ने हो भने त यो मकैबाट हामीलाई धेरै फाइदा भएको छ। धेरै फाइदा हुँदो रहेछ। फाइदा त राम्रै हुँदो रहेछ नि। अब यताउति गर्नलाई हामीलाई सबै कुरा राम्रो हुने रहेछ। ठाउँ ठाउँमा बिक्री हुने रहेछ। यो मकै पहाडतिर जताततै जाने रहेछ। मकै खेती अहिले यो ठाउँको मुख्य परिचय बनेको छ। मिलिजुली कृषक समूह अध्यक्ष नारायण प्रसाद खनाल मकै खेतीलाई यस क्षेत्रको पहिचानको रूपमा मान्नुहुन्छ। यहाँ उत्पादित मकैको माग स्थानीय स्तरमा मात्र होइन, तमगास, पाल्पा, कपिलवस्तु र स्याङ्जासम्म खपत हुन्छ भने बुटवलमा अत्याधिक खपत हुने गर्दछ। एउटा गह्वरमा लकडाउनमा मकै खेती गरेको थिएँ। एउटा गह्वरबाट मैले लगभग 40-50 हजार कमाएपछि मैले अगाडि बढाएको यो कृषिमा मकैले बढी फाइदा दिँदो रहेछ भन्ने जानकारी भयो। त्यस पछाडि सुरु गर्दै जाँदाखेरि हामीले अहिले आउँदाखेरि मकै जताततै तपाईँले देख्न सक्नुहुन्छ। जताततै हेर्नुहोस् मकै देखिन्छ। यो मकै पकेट क्षेत्र हो र मकै देखिन्छ। यहाँ टुरिस्टहरू पनि आएर हेर्नुहुन्छ, बेला बेलाका गाडीमा आएर हेर्नुहुन्छ। र हामीले ताजा मकै खोला यहाँ खालि चितवनका मकै आउने, ताजा नपाइने, खालि बासी खान पर्यो भन्ने सुनेर हामीले चाहिँ बिहान 4 बजेदेखि अथवा 5 बजेदेखि समयले कसरी साथ दिन्छ त्यही अनुसार बिहानमा मकै भाँचेर अनि बजार पठाउँछौँ। मकै त अहिले त हेर्नुहोस्, अब उहाँहरूले गाडीहरूले तमगाससम्म पुर्याउने भन्नुभयो। यतिनेरि पाल्पा अनि गएर यतापट्टि 4 नम्बर कपिलवस्तु पिपरा यता यो साइड गयो, अनि पाल्पामा गछ, अनि स्याङ्जा पनि जाने भन्नुहुन्थ्यो। अनि बुटवलमा अत्याधिक खपत बुटवलमै भएको छ। दिनमा 3-4 गाडी त बुटवलमै जान्छ। अर्का कृषक भोलानाथ काफ्लेका अनुसार यो कार्यक्रमले गाउँमै रोजगारीको सिर्जना गरेको छ। आफ्नो माटोमा पसिना बगाउने अवसर पाएको र यो एउटा राम्रो अवसर भएको उहाँले बताउनुभयो। रोजगारको सिर्जना हुने, रोजगार भन्ने बित्तिकै पैसा आय आर्जनको बाटो खुल्ने भयो। एक त यो मकैमा लाइनबद्ध रोप्दाखेरि धेरै उत्पादन हुने, त्यो प्रवृत्ति विकाससँगै
हामीहरूको लगानी पनि त धेरै लाग्छ लगानी अनुसार उत्पादन पनि धेरै बढ्ने क्षमता हुन्छ तपाईँ देखिहाल्नु यी मकैहरूका घुवा यति ठुला रसिला भइराखेका छन् अलि लोड गरिँदै छ यी गाडीमा रिक्सामा रोजगार पनि सिर्जना हुन्छ। गत वर्ष यहाँका किसानले करिब 1 करोड रुपैयाँ बराबरको हरियो मकै बिक्री गरेका थिए। यस वर्ष उत्पादन बढ्ने अपेक्षा सहित 1 करोड 30 लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ। मकैको दाना, मकैको घोगा, मकै अहिले प्रति गोटा 10 रुपैयाँमा सरदर बिक्री हुन्छ भने बोट र घोगा पशुपालनका लागि उपयोग हुन्छ। मकै पकेट क्षेत्रलाई भुटोल महानगरपालिकाले जोताई, मल र उपकरणमा अनुदान समेत दिएको छ। असोजमा रोपिएको हिउँदे मकै अहिले फागुनदेखि वैशाखसम्म भित्र्याउने छटारो छ। भुटोलका यी किसानहरूले प्रमाणित गरेका छन् कि यदि इच्छा शक्ति र समूहगत सहकार्य हुने हो भने आफ्नै माटोमा सुन फलाउन सम्भव छ। बिहानको झुल्के घामसँगै मकैका पातमा परेका मकैका पातमा परेका शीतका थोपाहरू जस्तै यहाँका किसानका आँखामा पनि एउटा सफा र समृद्ध सपना चम्किरहेको देखिन्छ।